तपाईले यो भिडियो नहेरेसम्म कोक कति शक्तिशाली हुन्छ भन्ने पत्यारै लाग्दैन। 1. कपालमा च्युइङ्गम टाँसियो भने कपाललाई एउटा भाँडामा राखेर कोक खन्याउनुहोस्। 2 मिनेट भिजाउनुहोस्। च्युइङ्गम सजिलै छुट्छ। 2. कोक र लुगा धुने डिटर्जेन्ट मिसाउँदा कालो ढुसी र फफुदी सजिलै हट्छ। 3. कोक र डिश सोप मिसाएर हल्लाउनुहोस्। भान्साको चिल्लो लागेको ठाउँमा स्प्रे गर्नुहोस्। हल्का पुछ्दा तुरुन्तै चम्किन्छ। तेल लागेको कपडामा छर्किँदा पनि चिल्लो सजिलै हट्छ। 4. सेतो सिरका र कोक सिसामा स्प्रे गर्दा सिसा सफा र चम्किलो हुन्छ। 5. कोक र अण्डाको सेतो भाग मिसाएर स्टेनलेस स्टिल पुस्नुहोस्। तारा जस्तै चम्किन्छ। 6. कोकमा टुथपेस्ट मिसाउनुहोस्। बच्चाले भित्तामा कोरेको ठाउँमा स्प्रे गर्नुहोस्। तुरुन्तै सफा हुन्छ। 7. कोक र लुगा धुने पाउडर मिसाउनुहोस्। हल्लाएर टोयलेटको पहेँलो दागमा स्प्रे गर्नुहोस्। गन्ध र पहेँलो दाग तुरुन्तै हट्छ। 8. जुत्ताको तलामा च्युइङ्गम टाँसियो भने कोकले केही पटक पखाल्नुहोस्। च्युइङ्गम सजिलै छुट्छ। 9. जङ लागेको रेन्चलाई कपमा राख्नुहोस्। कोक हालेर 30 मिनेट छोड्नुहोस्। निकालेर हल्का घस्नुहोस्। पुरानो रेन्च फेरि नयाँ जस्तै हुन्छ। 10. तेल राख्ने डब्बामा नुन छर्कनुहोस्। माथि बेकिङ सोडा र डिश सोप हाल्नुहोस्। बाँकी रहेको कोक खन्याएर 10 मिनेट छोड्नुहोस्। तातो पानीले पखाल्नुहोस्। डब्बा तुरन्तै सफा हुन्छ।